पहिलो जागिर, पहिलो तलब, कस्तो उत्साहको क्षण होइन त? तर जब त्यो पहिलो तलबको स्लिप हातमा पर्छ नि, अनि देखिन्छ कि केही रकम त काटिएको छ। अब प्रश्न उठ्छ, त्यो पैसा गयो कहाँ? हो, आज हामी यही आयकरको रहस्यलाई पर्दाफास गर्नेछौँ, ताकि आफ्नो मेहनतको कमाइलाई राम्रोसँग बुझ्न सकियोस्। हो, जागिर सुरु भएपछि तलब र करको कुराले अलिअलि अलमल हुनु एकदमै स्वाभाविक हो, तर चिन्ता लिनु पर्दैन। यो हामीले सोचे जस्तो गाह्रो बिल्कुलै छैन। आउनुहोस्, यसलाई सँगै मिलेर एकदमै सरल तरिकाले बुझ्ने प्रयास गरौँ। आजको हाम्रो छलफलको बाटो यस्तो हुनेछ। हामी पहिलो तलबको पहेलीबाट सुरु गर्नेछौँ, अनि कुल र करयोग्य आम्दानी बीचको फरक के हो त्यो हेर्नेछौँ। त्यसपछि करका तहहरू, कट्टी र करछुटबारे बुझ्नेछौँ, र अन्त्यमा विवरण भर्नको लागि एउटा सजिलो सूची पनि हेर्नेछौँ। ल, अब सुरु गरौँ है त। पहिलो र सबैभन्दा धेरैलाई लाग्ने प्रश्न, जागिरको सम्झौतामा लेखिएको तलब र ब्याङ्क खातामा जम्मा हुने पैसा किन फरक हुन्छ? हो, यसको जवाफ कर र अरू केही कट्टीहरूमा लुकेको छ। सुरुमा हेर्दा करको प्रणाली एउटा नसुल्झिने गाँठो जस्तो लाग्न सक्छ, तर वास्तवमा यो नियमहरू भएको एउटा खेल मात्रै हो। र एकपटक हामीले नियमहरू बुझिसकेपछि यो खेल खेल्न निकै सजिलो हुन्छ। अब एउटा एकदमै महत्त्वपूर्ण कुरामा ध्यान दिउँ, कुल आम्दानी र कर योग्य आम्दानी। यो दुईवटा कुरा बुझ्नु किन जरुरी छ भने कर हाम्रो पुरै तलबमा लाग्दैन। एकदमै सरल भाषामा भन्नुपर्दा करयोग्य आम्दानी भनेको हाम्रो कमाईको त्यो सानो हिस्सा हो जसमा मात्रै कर लाग्छ, र यो हाम्रो कुल तलबभन्दा सधैँ कम हुन्छ, किनकि सरकारले हामीलाई केही खर्चहरू घटाउन अनुमति दिएको हुन्छ। यसलाई बुझ्नको लागि एउटा एकदमै रमाइलो उदाहरण छ। ल, सोच्नुहोस् त, हाम्रो कुल तलब भनेको भान्सामा भएका सबै सामग्री हुन्। चामल, दाल, नुन, तेल, मसला, जे छ सबै। तर जब हामी केही पकाउन थाल्छौँ, क्या हामी सबै सामग्री एकैचोटि हाल्छौँ त? हाल्दैनौँ नि। रेसिपीमा जे चाहिन्छ त्यति मात्र प्रयोग गर्छौँ। हो, ठ्याक्कै त्यही हो। जुन सामग्री रेसिपीमा प्रयोग भयो त्यो नै हाम्रो करयोग्य आम्दानी हो। र हाम्रो रेसिपीमा प्रयोग नहुने, छेउमा राख्न मिल्ने सामग्रीहरू नै यी कट्टीहरू हुन्। जस्तै कि अवकाश कोषमा जम्मा गरेको पैसा, जीवन वा स्वास्थ्य बिमाको लागि तिरेको प्रिमियम, अथवा दुर्गम क्षेत्रमा काम गरे बापत पाएको भत्ता। यी सबैले कर लाग्ने आम्दानीलाई घटाउन मद्दत गर्छन्। ल, अब अर्को एउटा महत्त्वपूर्ण विषय जसले धेरैलाई अल्मल्याउँछ त्यो हो करका तहहरू, जसलाई ट्याक्स ब्र्याकेट पनि भनिन्छ। याद राख्नुपर्ने कुरा के हो भने करको दर एउटै प्रतिशत हुँदैन। यो आम्दानी बढ्दै जाँदा तहमा बढ्दै जान्छ। यसलाई तह भएको केकको रूपमा कल्पना गर्नुहोस् त। केकको हरेक तहको स्वाद फरक भए जस्तै आम्दानीको हरेक तहमा फरक कर दर लाग्छ। र सबैभन्दा राम्रो कुरा के हो भने सबैभन्दा माथिल्लो कर दर पुरै आम्दानीमा लाग्दैन, केवल आम्दानीको सबैभन्दा माथिल्लो तहमा मात्रै लाग्छ। हेर्नुहोस्, यो यसरी काम गर्छ। उदाहरणको लागि, एकल व्यक्तिको हकमा आम्दानीको पहिलो 5 लाख रुपैयाँमा जम्मा 1% कर लाग्छ। त्योभन्दा माथिको 2 लाखमा 10% लाग्छ, र त्यसभन्दा पनि माथिको 3 लाखमा 20%। भनेपछि आम्दानी बढ्दै जाँदा करको दर पनि क्रमशः बढ्छ, तर केवल त्यो माथिल्लो हिस्सामा मात्रै। र यहाँ आर्थिक वर्ष 2082-83 को लागि आधिकारिक करका दरहरू देखाइएको छ। सिंगलको पहिलो ब्यान्डमा 5 लाखसम्म 1% छ, जुन हामीले भर्खरै कुरा गर्यौं। त्यसपछि अर्को 2 लाखमा 10%, र त्यसै गरी यो बढ्दै जान्छ। कपलको लागि भने यो सीमा अलिकति फरक छ, तर सिद्धान्त त्यही लेयर्ड केकवाला नै हो। अहिलेसम्म हामीले करयोग्य आम्दानी र करका तहहरूको बारेमा कुरा गर्यौं। अब तिर्नुपर्ने करलाई कम गर्ने दुईवटा शक्तिशाली औजारहरू छन्। एउटा हो कटी डिडक्शन्स र अर्को हो कर छुट क्रेडिट्स। सुन्दा उस्तै लागे पनि यी दुई एकदमै फरक कुरा हुन्। यसलाई पसलमा किनमेल गरेको जस्तो सोच्नुस् न। कट्टी भनेको कुपन जस्तै हो, जसले सामानको सुरुवाती मूल्य नै घटाइदिन्छ। मतलब यसले कर लाग्ने आम्दानी नै कम गर्छ। तर कर छुट भनेको चाहिँ गिफ्ट कार्ड जस्तै हो, जुन सबै हिसाब किताब गरिसकेपछि अन्तिम बिल तिर्दा प्रयोग गरिन्छ। यसले सिधै तिर्नुपर्ने करको रकम नै घटाइदिन्छ। यहाँ केही सामान्य कुपनहरू छन्, अर्थात् कट्टीहरू, जस्तै कि अवकाश कोषमा जम्मा गरेको रकम, विभिन्न बिमाका प्रिमियमहरू वा दुर्गम क्षेत्रमा काम गरे बापतको भत्ता।
यिनीहरूले कर लाग्ने आम्दानीलाई सुरुमै घटाइदिने भए। र यी हुन् हाम्रा केही शक्तिशाली गिफ्ट कार्डहरू अर्थात् कर छुटहरू, जस्तै चिकित्सा खर्चमा पाइने छुट वा पारिश्रमिक आय हुने महिलाहरूले पाउने 10% विशेष कर छुट। यिनीहरूले हिसाब गरिएको करबाट सिधै रकम घटाइदिन्छन्, जसले गर्दा तिर्नुपर्ने पैसा निकै कम हुन सक्छ। ल हामीले सबै मुख्य अवधारणाहरू त बुझ्यौं। अब प्रश्न आउँछ, यी सबैलाई व्यवहारमा कसरी उतार्ने त? यो अन्तिम खण्डमा कर विवरण भर्ने एउटा सरल र चरण दर चरण प्रक्रिया हेरौं। ल यो भयो कर विवरण भर्ने नक्सा। स्टेप 1 सबैभन्दा पहिला चाहिने कागजातहरू जम्मा गर्ने। स्टेप 2 आफ्नो जम्मा आम्दानी कति भयो त्यो हिसाब गर्ने। तेस्रो स्टेपमा हामी हाम्रो कुपनहरू मतलब कट्टीहरू प्रयोग गरेर करयोग्य आम्दानी निकाल्छौं। चौथो स्टेप त्यही करयोग्य आम्दानीमा हाम्रो लेयर्ड केकवाला नियम लगाएर कर कति तिर्नुपर्ने हो त्यो हिसाब गर्ने। पाँचौं स्टेपमा अब पालो आयो गिफ्ट कार्डको अर्थात् कर छुट प्रयोग गरेर अन्तिम बिल घटाउने। र अन्तिममा छैटौं स्टेप तयार भएको विवरण दाखिला गर्ने। हेर्नुस् त यो त सोचेभन्दा कति सजिलो रहेछ हैन र? कर बुझ्नु भनेको वित्तीय साक्षरताको यात्रामा एउटा पहिलो र महत्त्वपूर्ण पाइला हो। अब जब यो पहेली हल भइसकेको छ, आफ्नो वित्तीय यात्रालाई अझ बलियो बनाउन अर्को पाइला के चाल्ने वा के नयाँ कुरा सिक्ने भन्नेबारे सोच्ने बेला आएको छ।